हेलो साथीहरू, अनि के छ त मेरो यो नयाँ ब्लगमा सबैजना सन्चै हुनुहुन्छ होला। तपाईहरुलाई स्वागत म गर्छु है त। अब चाहिँ हाम्रो यहाँ रुम मिलाउने कार्यक्रम सुरु भयो हैन। हाम्रो सिस्टरले चाहिँ यता देख्न सक्नुहुन्छ के गर्नु हुँदैछ। के गर्नु भएको सिस्टर? यो उयो पेपर स्प्रे आउँछ मुखमा अनि के गर्ने त हो के त्यो चाहिँ भन्नु न पेपर छ्यास गर्ने तर यताबाट आउँछ फेरि आफ्नो यो त मुखमा हान्ने हैन ल गाइस हेर्नुस् हाम्रो रुममा चाहिँ यस्तो यस्तो ए पाडेको बेला बोली कस्तो बेला ल है साथीहरू, यहाँ चाहिँ यस्तो यस्तो पाइन्छ। अब तपाईहरुले राम्ररी हेर्नु होला। अझै अरु रुममा के पाइँदो रहेछ। बन्द गर्नु है कस्तो बन्द गर्नु झ्याउ लाग्यो अरे बनाएको कि त के बनाएको भ्लग बनाउन हेलो म यस्तो गाली गर्न यति हेर्छ नि दिदीले यति धेरै हेर्छ यस्तो दुःख लाग्छ यति धेरै गाली गर्नु यति धेरै गाली गर्नु एकछिन लगाइ एकछिन ए होई ए पाडे त्यस्तो हुँदैन त नि के हुन्छ पाडेको त कस्तो साउन्डै बेसी भएर तिमीहरूलाई एउटा कुरा थाहा छ? भएन बाबा हुन्छ के कुरा भन्दै उताबाट होइन हो होइन उठाले रे बाबा के पो थियो पाडेको एउटा कमन डायलग त के पो हो सिस्टर को पाडेको छि ल पाडे नै नचिन्नु अरे मैले त होइन कस्तो बिर्स्यो ए मारे कोटे के भयो कस्तो बिर्सेर पाडेको साउन्डै बिर्सिदिरायो हेलो होइन बिर्सिरायो के कस्तो भयो पाडेको त के भयो लिसनै लिसन हेलो होइन पाडेको के पो थियो कस्तो साउन्ड बिर्सिरहेको के भयो बिर्से यार अब पाडेन अब एसपी किरणकै डायलगमा दुर्गेश थापा कहाँ हो के हो भात खायो छैन खाएको ल नखाऊ सलाद खाएर आऊ ल गजब बेइज्जती है एकछिन हेर्नुहोस् गाई छैन मलाई मार्न लागिसक्यो कि यहाँ कुकमेनको हालत त यस्तो छ होइन है अब के भनेको यहाँको सफा गर्दा त्यो यो मिसिनको आवाज होइन यति घाँडो अनि त्यो मिसिन भन्दा पनि अलिक झन् ठुलो साउन्ड दिने एकजना कुनै पनि इलेक्ट्रो नचाहिने कुनै पनि मटेरियल डिजेल नचाहिने एउटा छ मिसिन धन्यवाद मेरो भिडियो हेर्नुभएकोमा थ्याङ्क यू आजको काम यस्तै छ सरसफाइ होइन अनि त्यही भएर चाहिँ ल ठिकै छ नि त अब यही खुसियालीमा एउटा कल हाल्नु कसले आमाम 4टा तौली माको 2जना बसेको 4टा कलास यस्तो घाँडो मान्छे आएको थियो नि होइन यो हुन्छ नि यो खाने रहेछ क्या त्यसले चाहिँ के अरे यो पेपर बक्स अरे क्या ओरिजिनल पेपर बक्स अब यो चाहिँ अनि यस्तो गरेर छ्यास हान्ने अरे क्या अब मुखमा कस्तो हुन्छ यो
पुरा सेफ्टी पो हुँदो रहेछ त नि ग्रिन नेट जस्तो म पिचकारी दिन्छ त कस्तो खान्छ यस्तो पनि खान्छ खानेकुरा होइन भनेको माथि सागको सकम अनि यो सुक्छ अनि हाम्रो कालिएर मनमा लागिसक्नु हो हाम्रो मिस हाम्रो सिस्टर अब के गर्नु त होइन गर्नु पर्नेको पहिला रुम सागको र काँचको गर यता छ होइन यहाँभित्र हेर्नुहोस् हालत यस्तो छ गाइजहरू अरे सिस्टर यो हाम्रो रुम यो हाम्रो होटलमा यो कसरी आयो ल गाइज होइन हाम्रो सिस्टर यता छ यति धेरै काम छ नि के भन्नु र होइन आमा सबै निकाल्नु भएको छ त नि सिस्टर गाइज कस्तो छ यो गाइज कसले खानु भएको छ कमेन्ट हानौँ त ल हेर्नुहोस् गाइज यो भनेको चाहिँ यही हो मेरो फोनको क्यामेरामा त नराम्रो गाइज ऐनामा त फेरि हामी पनि राम्रै देखिन्छ ल भयो अब चाहिँ राखेको बाई बाई सबैजनाको शुभ रहेछ दिन तर म राति मात्र अपलोड गर्छु